ओके, स्वागत छ सबैजनालाई यस च्यानलमा। आजको भिडियो एकदमै महत्त्वपूर्ण टपिकमा बनेको छ। प्रहरी जवानको सिलेबसमा रहेको महत्त्वपूर्ण टपिक नेपालको आधुनिक इतिहास हो। आज हामी यसै टपिकमा एकदमै महत्त्वपूर्ण प्रश्नपत्रको समाधान गर्नेछौँ। भिडियो सुरु गर्नुभन्दा अगाडि भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यसले मलाई तपाईहरु सामु निरन्तर महत्त्वपूर्ण भिडियोहरू ल्याउन थप हौसला दिनेछ। ओके, अब हामी ढिला नगरी विषयवस्तुमा प्रवेश गरौँ। नेपालको आधुनिक इतिहास सम्बन्धी एकदमै महत्त्वपूर्ण प्रश्नहरूको छलफल गर्दैछौँ हामी। तपाईसँग फुर्सद छ भने भिडियोलाई स्किप नगरी अन्त्यसम्म मजाले हेरेर साथ दिनु होला। र यदि तपाईँ अझै धेरै सिक्न मन छ भने कापी र कलम हातमा लिएर तपाईँ नोट बनाउन सक्नुहुन्छ। एकदमै महत्त्वपूर्ण प्रश्न हो यो। र प्रश्न नम्बर 1 मा रहेको छ, सर्वप्रथम शाह उपाधि धारण गर्ने व्यक्ति को हुन्? अप्सन ए रामशाह, अप्सन बी एच गुप्त, अप्सन सी मानदेव, अप्सन डी कुलमण्डल खान। सर्वप्रथम पहिले शाह उपाधि धारण गर्ने व्यक्ति नेपालको इतिहासमा एकदमै महत्त्वपूर्ण प्रश्न हो साथीहरू। यो प्राय आइरहन्छ यो प्रश्न, त्यही भएर एकदमै महत्त्वपूर्ण छ। तपाईहरुले यसलाई नोट गर्नु होला कापी कलम छ भने, नत्र तपाईले यसलाई यतिकै भिडियो डाउनलोड गरेर राख्दा पनि हुन्छ। र यसको राइट आन्सर हुन जान्छ हाम्रो अप्सन डी कुलमण्डल खान। कुलमण्डल खानले चाहिँ सबैभन्दा पहिले शाह उपाधि धारण गर्ने व्यक्ति हुन्। र त्यसरी प्रश्न नम्बर 2 मा रहेको छ, गोरखाका प्रथम राजा को थिए? अप्सन ए दरबे शाह, अप्सन बी पुरन्दर शाह, अप्सन सी छत्र शाह, अप्सन डी रामशाह। गोरखा एक आफैमा इतिहास बोकेको जिल्ला हो र त्यहाँबाट हाम्रो इतिहासमा एकदम धेरै प्रश्नहरू आउने गर्छ गोरखाको राजाहरूको बारेमा। त्यही भएर एकदमै महत्त्वपूर्ण प्रश्न हो साथीहरू यो। र यसको राइट आन्सर हुन जान्छ अप्सन ए दरबे शाह। दरबे शाह गोरखाका प्रथम राजा हुन्। र त्यसरी प्रश्न नम्बर 3 मा रहेको छ, गोरखाको अन्तिम राजा को थिए? अप्सन ए रामशाह, अप्सन बी डमर शाह, अप्सन सी कृष्ण शाह, अप्सन डी पृथ्वीनारायण शाह। गोरखाका प्रथम राजा त दरबे शाह थिए भने गोरखाको अन्तिम राजा को थिए त? यसको राइट आन्सर हुन जान्छ अप्सन डी पृथ्वीनारायण शाह। पृथ्वीनारायण शाहपछि गोरखाको राज्यकाल सकिएको थियो। र त्यसरी प्रश्न नम्बर 4 मा रहेको छ, पृथ्वीनारायण शाह गोरखाका राजा कहिले बने? पृथ्वीनारायण शाहले गोरखाको राज्य कहिले सम्हाले, कहिलेदेखि सम्हाले त? अप्सन ए 1779, अप्सन बी विक्रम सम्वत 1789, अप्सन सी विक्रम सम्वत 1749, अप्सन डी विक्रम सम्वत 1809। र यसको राइट आन्सर हुन जान्छ अप्सन सी विक्रम सम्वत 1749 मा पृथ्वीनारायण शाह गोरखाका राजा बनेका थिए। एकदमै महत्त्वपूर्ण छ साथीहरू। इतिहासमा एकदम झुक्याएर आउँछ प्रश्नहरू, त्यही भएर यसलाई एकदमै रट्न जरुरी छ। र हामी प्रश्न नम्बर 5 मा आइछौँ। पृथ्वीनारायण शाहको जन्म कहिले भएको थियो? पृथ्वीनारायण शाहले 1749 मा गोरखाका राजा बनेका थिए भने उनको जन्म चाहिँ कहिले भएको थियो? अप्सन ए विक्रम सम्वत 1769 पुस 27 गते, अप्सन बी विक्रम सम्वत 1779 पुस 27 गते, अप्सन सी विक्रम सम्वत 1789 पुस 27 गते, अप्सन डी विक्रम सम्वत 1749 पुस 27 गते। मैले अप्सन पनि त्यही अनुसार तपाईलाई सोच्न सजिलो होस्, एकदमै छिटो दिमागमा घुसोस् भनेर त्यही अनुसार अप्सनहरू राखिदिएको छु। र हाम्रो राइट आन्सर हुन जान्छ अप्सन बी विक्रम सम्वत 1779 पुस 27 गते पृथ्वीनारायण शाहको जन्म भयो भने यो 1749 मा चाहिँ उनी गोरखाका राजा बनेका थिए। एकदमै महत्त्वपूर्ण, यो चाहिँ एकदमै महत्त्वपूर्ण छ। र हामी प्रश्न नम्बर 6 मा आइसकेका छौँ। नेपाल 4 जात 36 वर्णको फुलबारी हो, सबैलाई चेतना भया, यो भनाइ कसको हो? अप्सन ए रुद्र शाह, अप्सन बी पृथ्वीपति शाह, अप्सन सी नरभूपाल शाह, अप्सन डी पृथ्वीनारायण शाह। एकदमै यो महत्त्वपूर्ण प्रश्न हो साथीहरू। यो नेपाल 4 जात 36 वर्णको फुलबारी हो, सबैलाई चेतना भए, यो एकदम फेमस डायलग पनि हो। यसलाई इतिहासमा कसले भनेका थिए त? यसको राइट आन्सर अप्सन डी पृथ्वीनारायण शाहले नै भन्नुभएको थियो यो चाहिँ। त्यही भएर एकदम महत्त्वपूर्ण प्रश्न हो साथीहरू यो, तपाईले नोट गर्नु होला। र त्यसरी हामी प्रश्न नम्बर 7 मा आइसकेका छौँ। राष्ट्रपिता तथा जनताका राजा भनेर कसलाई चिनिन्छ? राष्ट्रपिता तथा जनताका राजा भनेर कसलाई चिनिन्छ? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन बी नारायण वर्मा काजी, अप्सन सी दरबे शाह, अप्सन डी श्री 5 त्रिभुवन। राष्ट्रपिता तथा जनताका राजा भनेर कसलाई चिनिन्छ त? र यसको राइट आन्सर हुन जान्छ अप्सन डी श्री 5 त्रिभुवनलाई राष्ट्रपिता तथा जनताका राजा भनेर चिनिन्छ।
इतिहासकालमा एकदमै महत्त्वपूर्ण प्रश्न हो यो पनि। त्यसरी प्रश्न नम्बर 8 मा रहेको छ सबैभन्दा बढी उमेरमा राजा हुने व्यक्ति को हुन्? सबैभन्दा धेरै उमेरमा। अप्सन ए श्री 5 त्रिभुवन, अप्सन बी श्री 5 ज्ञानेन्द्र, अप्सन सी दर्बे शाह, अप्सन डी रुद्र शाह। र यसको राइट एन्सर हुन जान्छ अप्सन बी श्री 5 ज्ञानेन्द्र, जुन अहिले रिसेन्टली पनि राजसत्तामा आउन खोजिरहेका जुन ज्ञानेन्द्र शाह छन् उनले चाहिँ एकदमै बढी उमेरमा राजा भएर राज्यकाल सम्हालेका थिए। एकदमै महत्त्वपूर्ण प्रश्न हो साथीहरू, यसको बारेमा समसामयिकमा पनि सोधिदिन सक्छ, एकदम नोट गर्नु होला यसलाई। र त्यसरी प्रश्न नम्बर 9 मा रहेको छ शाह वंशका अन्तिम राजा को हुन्? यो चाहिँ नेपालकै इतिहासमा हो, गोर्खाको इतिहासकालमा हो भने पृथ्वीनारायण शाह। र शाह वंशका अन्तिम राजा यो चाहिँ नेपालकै इतिहासमा हेर्ने हो भने शाह वंशका अन्तिम राजा को हुन् त? अप्सन ए ज्ञानेन्द्र शाह, अप्सन बी वीरेन्द्र शाह, अप्सन सी नरभूपाल शाह, अप्सन डी पृथ्वीनारायण शाह। यसमा पृथ्वीनारायण शाह गोर्खाको अन्तिम राजा हुन्, नरभूपाल शाह गोर्खाका सेकेन्ड अन्तिम, नरभूपाल शाहपछि पृथ्वीनारायण शाहका बुवा नरभूपाल शाह हुन् र तिनले नरभूपालपछि पृथ्वीनारायण शाहले सम्हालेका थिए भने वीरेन्द्र शाह ज्ञानेन्द्र शाहका दाइ हुन्। र ज्ञानेन्द्र शाहले चाहिँ जुन अन्तिम राजा शाह वंशको अन्तिम राजा भनेको ज्ञानेन्द्र शाह, अप्सन ए इज राइट एन्सर। ज्ञानेन्द्र शाहभन्दा पहिले वीरेन्द्र शाह थिए अन्तिम राजा, त्यसरी बुझ्नु होला। र त्यसरी हामी प्रश्न नम्बर 10 मा आइसकेका छौँ। नेपालको पहिलो आम निर्वाचन कहिले भयो? नेपालको इतिहासकालमा राजतन्त्र पश्चात गणतन्त्र ल्याउँदाखेरि नेपालको पहिलो आम निर्वाचन कहिले भएको थियो? अप्सन ए विक्रम सम्वत 2015, अप्सन बी विक्रम सम्वत 2020, अप्सन सी विक्रम सम्वत 2025, अप्सन डी विक्रम सम्वत 2030। र यसको राइट एन्सर हुन जान्छ अप्सन ए विक्रम सम्वत 2015 मा नेपालको पहिलो आम निर्वाचन सञ्चालन भएको थियो। र त्यसरी प्रश्न नम्बर 11 मा रहेको छ शाहवंशीय इतिहासमा सबैभन्दा धेरै समय शासन गर्ने राजा को हुन्? शाहवंशीय इतिहासमा सबैभन्दा धेरै समय शासन गर्ने को हुन् त? कसले धेरै राज्यकाल सम्हाले? अप्सन ए श्री 5 त्रिभुवन, अप्सन बी राजा ज्ञानेन्द्र, अप्सन सी राजा वीरेन्द्र, अप्सन डी राजा कृष्ण। कसले सम्हाले त? र यसको राइट एन्सर हुन जान्छ अप्सन बी राजा ज्ञानेन्द्रले नै धेरै सम्हालेका थिए, दुईचोटि सम्हालेका थिए राजपद, त्यही भएर राजा ज्ञानेन्द्र इज राइट एन्सर। र त्यसरी प्रश्न नम्बर 12 मा रहेको छ थापाथली सन्धि कुन कुन देशबीच भएको थियो? एकदमै महत्त्वपूर्ण प्रश्न, यो चाहिँ बारम्बार सोधिरहेको पनि हुन्छ, त्यही भएर यसलाई चाहिँ एकदम तपाईले जान्न आवश्यक हुन्छ। र हाम्रो अप्सन ए मा रहेको छ नेपाल र चीन बीच, अप्सन बी मा रहेको छ नेपाल र भारत बीच, अप्सन सी नेपाल र भुटान बीच, अप्सन डी नेपाल र तिब्बत बीच। थापाथली सन्धि कुन कुन देशबीच भएको थियो त? चीनसँग भयो कि भारतसँग भयो कि भुटानसँग भयो कि तिब्बतसँग भयो? यसको राइट एन्सर हुन जान्छ अप्सन डी तिब्बत। तिब्बतसँग चाहिँ नेपालले थापाथली सन्धि गरेको थियो। र प्रश्न नम्बर 13 मा रहेको छ देउथलको युद्धमा नेपालबाट कसले नेतृत्व गरेका थिए? अप्सन ए बलभद्र कुँवर, अप्सन बी भक्ति थापा, अप्सन सी भीमसेन थापा, अप्सन डी अमरसिंह थापा। मैले एन्सर भन्नुभन्दा पहिले नै तपाईले गेस गरिहाल्नु होला कुन कुन कतिवटा मिल्यो, लास्टमा कमेन्ट पनि गर्नु होला फेरि। र हाम्रो देउथलको युद्धमा चाहिँ नेपालबाट अप्सन बी भक्ति थापाले नेतृत्व गरेका थिए। एकदमै महत्त्वपूर्ण प्रश्न हो यो साथीहरू, देउथलमा युद्ध हुँदाखेरि भक्ति थापाले यसको नेतृत्व गरेका थिए। र प्रश्न नम्बर 14 मा रहेको छ सिंहदरबारमा आगलागी हुँदा नेपालको प्रधानमन्त्री को थिए? एकदमै महत्त्वपूर्ण प्रश्न, जुन 2077-78 मा पनि दुईटैमा सोधिएको थियो यो प्रश्न। अप्सन ए कीर्तिनिधि बिष्ट, अप्सन बी नरेश बिष्ट, अप्सन सी जङ्गबहादुर राणा, अप्सन डी जुग्ध शमशेर। कुन होला साथीहरू? मैले एन्सर भन्नुभन्दा अगाडि तपाईहरुले गेस गर्नु होला यो हो कि भनेर। र लास्टमा कतिवटा मिलाउनु भयो त? ओभरअल यहाँ 40 वटा क्वेशन राखिदिएको छु मैले। 40 वटामा यदि तपाईले 30 वटा भन्दा माथि मिलाउनु भयो भने तपाईको तयारी राम्रो छ भनेर मैले बुझ्ने छु, कमेन्ट गर्नु होला। यसको राइट एन्सर हुन जान्छ अप्सन ए कीर्तिनिधि श्रेष्ठ, कीर्तिनिधि बिष्ट सिंहदरबारमा आगलागी हुँदा नेपालको प्रधानमन्त्री थिए। र हामी प्रश्न नम्बर 15 मा आइसकेका छौं पशुपतिनाथका प्रथम पुजारी को हुन्? अप्सन ए अमर गिरी, अप्सन बी स्वामी शेखरानन्द, अप्सन सी नारायण झा, अप्सन डी खड्ग पुलामी। कुन होला राति? पशुपतिका प्रथम पुजारी को हुन् त? र यसको राइट एन्सर हुन जान्छ अप्सन बी स्वामी शेखरानन्द।
र अमरगिरी चाहिँ जाजरकोटका एक फेमस पुजारी गुरु हुनुहुन्छ। याद गर्नु होला सबैले। टाइम प्रश्न नम्बर 16 मा आइसकेका छौँ। पञ्चायतको मलामी भनेर कसलाई चिनिन्छ? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो चाहिँ, धेरै पटक सोधिदिन्छ यो प्रश्न चाहिँ। तपाईँले यसलाई एकदमै याद गर्नु होला, अरू प्रश्न नगरे पनि यसलाई चाहिँ एकदमै याद गर्नु होला। अप्सन ए मरिचमान शेर्पा, अप्सन बी मरिचमान श्रेष्ठ, अप्सन सी मरिचमान खड्का, अप्सन डी मरिचमान सिंह। मैले तपाईँलाई सम्झिन सजिलो होस् भनेर अप्सन पनि त्यही अनुसार राखिदिएको छु। जस्ट मैले कास्टलाई चाहिँ परिवर्तन गरेको छु, नामहरू सबै सेम राखिदिएको छु र यसको राइट एन्सर हुन जान्छ अप्सन डी मरिचमान सिंह। पञ्चायतको मलामी भनेर मरिचमान सिंहलाई चिनिन्छ। र त्यसरी हामी प्रश्न नम्बर 17 मा आइसकेका छौँ। नेपालको पहिलो मुलुकी ऐन कहिले जारी भयो? नेपालको पहिलो मुलुकी ऐन कहिले जारी भयो त? अप्सन ए विक्रम सम्वत 1910, अप्सन बी विक्रम सम्वत 1968, अप्सन सी विक्रम सम्वत 1911, अप्सन डी विक्रम सम्वत 1990। कुन होला? मुलुकी ऐन सबैभन्दा पहिलो कहिले जारी भएको थियो? यसको राइट एन्सर हुन जान्छ अप्सन ए 1910 मा, विक्रम सम्वत 1910 मा मुलुकी ऐन जारी भएको थियो। र प्रश्न नम्बर 18 मा रहेको छ नेपालमा एसएलसी परीक्षाको सुरुवात कहिलेदेखि भयो? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो, तपाईले याद गर्नु होला यसलाई। अप्सन ए 1990, अप्सन बी विक्रम सम्वत 1995, अप्सन सी विक्रम सम्वत 2005, अप्सन डी विक्रम सम्वत 2010। र यसको राइट एन्सर हुन जान्छ अप्सन ए विक्रम सम्वत 1990 सालदेखि एसएलसी परीक्षाको सुरुवात भएको थियो। तेस्रो प्रश्न नम्बर 19 मा रहेको छ नेपालले इन्टरपोलको सदस्य कहिले बनेको थियो? नेपालले इन्टरपोलको सदस्य कहिले बनेको हो? अप्सन ए 2024 मा, अप्सन बी विक्रम सम्वत 2025 मा, अप्सन सी विक्रम सम्वत 2026 मा, अप्सन डी विक्रम सम्वत 2027 मा। र यसको राइट एन्सर हुन जान्छ अप्सन बी विक्रम सम्वत 2024 मा नेपालले इन्टरपोलको सदस्य लिएको थियो, सदस्यता लिएको थियो। एकदमै महत्त्वपूर्ण प्रश्न हो, नेपाल प्रहरी सेवा सम्बन्धी सोध्न सक्ने प्रश्न हो, तर इतिहास कालमा पनि यो त्यतिकै महत्त्वपूर्ण छ। र प्रश्न नम्बर 20 नेपालको प्रथम प्रधानमन्त्री कोन? नेपालमा गणतन्त्र आए पश्चात नेपालको प्रथम प्रधानमन्त्री को थिए? अप्सन ए भीमसेन थापा, अप्सन बी गेहेन्द्र शमशेर, अप्सन सी मोहन शमशेर, अप्सन डी पदम शमशेर। र यसको राइट एन्सर हुन जान्छ अप्सन ए भीमसेन थापा। भीमसेन थापाले सबैभन्दा नेपालमा सबैभन्दा पहिलो प्रधानमन्त्री बनेर राज्य सम्हालेका थिए। प्रश्न नम्बर 21 मा पूर्व तथा अन्तिम राजा ज्ञानेन्द्रले आफ्नो श्रीपेच र राजदण्ड नेपाल सरकारलाई कहिले बुझाए? एकदमै महत्त्वपूर्ण प्रश्न हो यो, नेपालको आधुनिक इतिहासमा यो प्रश्नले चाहिँ धेरै हिट गर्छ। अप्सन ए मा रहेको छ विक्रम सम्वत 2065 जेठ 15 गते, अप्सन बी मा रहेको छ विक्रम सम्वत 2065 जेठ 29 गते, अप्सन सी मा रहेको छ विक्रम सम्वत 2065 जेठ 30 गते, अप्सन डी मा रहेको छ विक्रम सम्वत 2065 जेठ 31 गते। कुन होला साथी यसको राइट एन्सर? र यसको राइट एन्सर हुन जान्छ अप्सन बी 2065 साल जेठ 29 गते पूर्व राजा ज्ञानेन्द्रले आफ्नो श्रीपेच र राजदण्ड नेपाल सरकारलाई बुझाएका थिए। र हाम्रो अप्सन ए को 2065 जेठ 15 गते चाहिँ गणतन्त्र घोषणा भएको थियो। गणतन्त्र घोषणा भए पश्चात राजाको त के काम हैन, राजाले श्रीपेच र राजदण्ड नेपाल सरकारलाई बुझाइसकेका थिए। 29 गते 15 गते घोषणा भयो भने 29 गते चाहिँ राजाले आफ्नो श्रीपेचहरू बुझाए सरकारलाई। र त्यसरी प्रश्न नम्बर 22 मा रहेको छ नेपालको प्रथम सूर्यवंशी राजा को हुन्? अप्सन ए भूमिगुप्त, अप्सन बी भूमि वर्मा, अप्सन सी एच गुप्त, अप्सन डी यलम्बर। र यसको राइट एन्सर हुन जान्छ अप्सन बी भूमि वर्मा। र यो अप्सन ए को भूमिगुप्त चाहिँ जसलाई भुक्तमान पनि भनिन्छ त्यो अर्कै राजा हुन्, र एच गुप्त पनि अर्कै हुन्। यलम्बर चाहिँ किराँतका हुन्, किराँतका हुन् चाहिँ याद गर्नु होला सबै। यो एच गुप्त, यलम्बरहरू, भूमिगुप्त, भूमि वर्मा तपाईले सबैले याद गरेर जानु होला। बुक छ भने बुकमै पढ्नु होला, छैन भने अब मेरो भिडियो द्वारा भए पनि इतिहासको सबै पढ्नु होला। र प्रश्न नम्बर 23 मा रहेको छ नेपालको प्रथम सेनापति को हुन्? नेपालको सबैभन्दा पहिला सेनापति को थिए, को हुन्? अप्सन ए विराज थापा, अप्सन बी भीमसेन थापा, सरी थाप मात्रै भएछ, थापा सम्झिनु होला, अप्सन सी भक्ति थापा, अप्सन डी कालु पाण्डे। एकदमै महत्त्वपूर्ण प्रश्न हो, नेपाली सेना तथा नेपाली पुलिस दुईटैलाई सोध्ने क्वेसन हो यो चाहिँ।
यसको राइट एन्सर हुन जान्छ अप्सन ए विराज थापा। विराज थापा चाहिँ नेपालको प्रथम सेनापति हुन् राज्यकालमा। र त्यसरी प्रश्न नम्बर 24 मा रहेको छ नेपालको पहिलो महिला मन्त्री कुन? नेपालको पहिलो महिला मन्त्री कुन? अप्सन ए दारिका देवी ठकुरानी, अप्सन बी ओन्सरी गति, अप्सन सी सुशीला कार्की र अप्सन डी अनुराधा कोइराला। कुन हुन् त नेपालको पहिलो महिला मन्त्री, पहिलो सभामुख, पहिलो प्रधान न्यायाधीश, पहिलो प्रदेश प्रमुख? योहरू चाहिँ सोधिदिन सक्छ, त्यही भएर मैले तपाईँहरूलाई यहाँ सजिलो होस् भनेर त्यही अनुसार अप्सन राखिदिएको छु भने यसको राइट एन्सर अप्सन ए दारिका देवी ठकुरानी नेपालको पहिला महिला मन्त्री हुन् भने ओन्सरी गति चाहिँ स मतलब सभामुख हुन्। सभामुख र सुशीला कार्की अप्सन सी को सुशीला कार्की प्रन्याय भनेर राखिदिएको छु मैले, यो चाहिँ प्रधान न्यायाधीश हुन्। र अप्सन डी को अनुराधा कोइराला यो चाहिँ प्र राखिदिएको छु, यो चाहिँ प्रदेश प्रमुख हुन्। त्यही भएर यी चारवटा चाहिँ एकदमै फेमस इतिहासका एकदम फेमस महिलाहरू हुन्। र दारिका देवी ठकुरानी चाहिँ महिला मन्त्री हुन्, प्रथम महिला मन्त्री। ओन्सरी गति प्रथम सभामुख, सुशीला कार्की प्रथम प्रधान न्यायाधीश, अनुराधा कोइराला प्रथम प्रदेश प्रमुख हुन्। त्यही भएर एकदमै महत्त्वपूर्ण छ, मैले त्यही अनुसार अप्सनहरू पनि राखिदिएको थिएँ तपाईँलाई सजिलो होस् भनेर। यसलाई सबैलाई पार्नु होला पढेर। र प्रश्न नम्बर 25 मा आइसकेको छौँ हामी। नेपालको प्रथम राष्ट्रपति कुन? अप्सन ए रामचन्द्र पौडेल, अप्सन बी डाक्टर रामवरण यादव, अप्सन सी बीपी कोइराला, अप्सन डी गिरिजाप्रसाद कोइराला। कुन होला साथीहरू? यो चाहिँ एकदमै महत्त्वपूर्ण हो। नेपालको प्रथम राष्ट्रपति र नेपालको हालका राष्ट्रपति को थिए भनेर यो प्रश्न त आउने नै गर्छ, त्यही भएर यसलाई पढ्न एकदमै जरुरी हुन्छ। र यसको राइट एन्सर हो अप्सन बी डाक्टर रामवरण यादव र अहिलेका भनेको डाक्टर भन्दा रामचन्द्र पौडेल चाहिँ अहिलेको राष्ट्रपति हुन्। पढ्नु होला एकदम राम्ररी। र प्रश्न नम्बर 26 मा रहेको छ नेपालको पहिलो शहीद को हुन्? अप्सन ए टङ्कप्रसाद आचार्य, अप्सन बी लखन थापा, अप्सन सी भक्ति थापा, अप्सन डी बलभद्र कुँवर। हुन त सबै नेपालका एकदमै नेपाललाई ठुलो योगदान दिने सबै शहीदहरू हाम्रो मनमुटुमै छन्, तर नेपालको पहिलो शहीद चाहिँ को हुन् त? यसको राइट एन्सर हुन जान्छ अप्सन बी लखन थापा। नेपालको पहिलो शहीद भएका थिए जुन लखन थापा। र हाम्रो टङ्कप्रसाद आचार्यलाई चाहिँ जिउँदो शहीद भनेर पनि चिनिन्छ, एकदम यसलाई याद गर्नु होला। टङ्कप्रसाद आचार्य जिउँदो शहीद, लखन थापा पहिलो शहीद, भक्ति थापा बलभद्र कुँवर भनेका नेपालको लागि एकदमै ज्यान समर्पित गर्ने वीर योद्धा हुन् हाम्रा, याद गर्नु होला यिनीहरूलाई। र प्रश्न नम्बर 27 मा रहेको छ नेपालको पहिलो चलचित्र कुन हो? नेपालको पहिलो चलचित्र कुन हो? हाम्रो इतिहासमा नेपालको पहिलो चलचित्र कुन हो त? अप्सन ए सुधा सागर, अप्सन बी कुमारी, अप्सन सी आमा, अप्सन डी सत्य हरिश्चन्द्र। र यसको राइट एन्सर हुन जान्छ अप्सन डी सत्य हरिश्चन्द्र, जुन इन्डियामा बनेको थियो। तर अप्सन सी नेपालमै बनेको भनेर सोध्यो भने अप्सन सी आमा इज राइट एन्सर। र रङ्गीन चलचित्र कुन हो? पहिलो रङ्गीन चलचित्र कुन हो भने कुमारी हुन्छ यसको राइट एन्सर। र सुधा सागर भनेको चाहिँ नेपालको प्रथम पत्रिका हो, नेपाली भाषाको प्रथम पत्रिका सुधा सागर, एकदमै महत्त्वपूर्ण छ, पढ्नु होला। प्रश्न नम्बर 28 मा आइसकेको छौँ हामी। बसन्तपुरको नौतली दरबार कसले बनाएका हुन्? बसन्तपुर, यदि तपाईँ काठमाडौँ भक्तपुर ललितपुरमा बस्नुहुन्छ भने बसन्तपुर त पक्कै थाहा होला। र त्यहाँको नौतली दरबार कसले बनाएका हुन् त? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन बी अंशु वर्मा, अप्सन सी मानदेव, अप्सन डी प्रताप मल्ल। कसले बनाएका हुन् त? यसको राइट एन्सर हुन जान्छ अप्सन ए पृथ्वीनारायण शाहले बसन्तपुरको नौतल दरबार बनाएका थिए। एकदमै महत्त्वपूर्ण छ यो, नेपालको इतिहास बोकेको बसन्तपुर नौतल दरबार कसले बनाएका भन्दा पृथ्वीनारायण शाहले बनाएका हुन्। र प्रश्न नम्बर 29 मा आइसकेका छौँ हामी। नेपालको इतिहासमा एसियाका तारा भनेर कसलाई चिनिन्छ? जसलाई इङ्ग्लिसमा लाइट अफ एसिया भनेर कसलाई चिनिन्छ? अप्सन ए पृथ्वीनारायण शाह, अप्सन बी राजा त्रिभुवन, अप्सन सी गौतम बुद्ध, अप्सन डी भवानी भिक्षु। कसलाई चिनिन्छ त एसियाका तारा भनेर? यसको राइट एन्सर हुन जान्छ अप्सन सी गौतम बुद्ध। गौतम बुद्धलाई चाहिँ एसियाका तारा भनेर चिनिन्छ, जसलाई इङ्ग्लिसमा लाइट अफ एसिया भनेर कसलाई चिनिन्छ भनेर नै आउन सक्छ, जसलाई गौतम बुद्ध भनिन्छ। र प्रश्न नम्बर 30 मा रहेको छ भक्तपुरको स्थापना कसले गरेका हुन्? काठमाडौँ ललितपुर भक्तपुर भनेको चाहिँ एकदम इतिहास बोकेका यी सहरहरू हुन्, यिनीहरूको बारेमा एकदम जान्न आवश्यक हुन्छ। र भक्तपुरको स्थापना कसले गरेका हुन् त? अप्सन ए मानदेव, अप्सन बी न्यायदेव, अप्सन सी आनन्ददेव, अप्सन डी एच.एम. मल्ल। कसले गरेका हुन् त?
र यसको राइट एन्सर हुन जान्छ अप्सन सी आनन्ददेव। आनन्ददेवले चाहिँ भक्तपुरको स्थापना गरेका हुन्। भक्तपुर, ललितपुर र काठमाडौँको चाहिँ मैले क्वेसन राखिदिएको छु यहाँ, तपाईँले पढ्नु होला। यो तिनैवटाको स्थापना कसले गरेका हुन् भनेर यसलाई चाहिँ एकदम जहाँबाट सोद्धा नि फ्याट आउने गरी पढ्नु होला, त्यसरी मेहनत गर्नु होला। र हामी प्रश्न नम्बर 31 मा आइसकेका छौँ। ललितपुरको स्थापना कसले गरेका हुन्? भक्तपुरको आनन्ददेवले गरेका थिए भने ललितपुरको स्थापना चाहिँ कसले गरेका हुन्? अप्सन ए मानदेव, अप्सन बी लक्ष्मीकामदेव, अप्सन सी प्रचण्डदेव, अप्सन डी वीरदेव। यसको राइट एन्सर हुन जान्छ अप्सन डी वीरदेव। वीरदेवले चाहिँ ललितपुरको स्थापना गरेका थिए। लक्ष्मीकामदेवलाई गुणकामदेव पनि भनिन्छ, यो नझुक्किनु होला। ललितपुरको स्थापना वीरदेवले गरेका थिए। र त्यसरी प्रश्न नम्बर 32 मा छ। काठमाडौँको स्थापना चाहिँ कसले गरे? काठमाडौँ उपत्यकाको स्थापना कसले गरेका हुन् त? अप्सन ए गुणकामदेव, अप्सन बी वीरदेव, अप्सन सी आनन्ददेव, अप्सन डी मानदेव। अप्सन डी को मानदेव जुन कुन एउटा मुद्रा, नेपालको मुद्रा प्रचलनमा ल्याएका थिए भने आनन्ददेवले चाहिँ भक्तपुरको स्थापना गरेका थिए र वीरदेवले ललितपुरको स्थापना गरेका थिए भने अप्सन ए इज राइट एन्सर। काठमाडौँको स्थापना गुणकामदेवले गरेका थिए, जसलाई लक्ष्मीकामदेव पनि भनिन्छ। तपाईँ नझुक्किनु होला, यसलाई दुईटै जुन अप्सन आए पनि राइट हुन्छ, लक्ष्मीकामदेव या गुणकामदेव। पढ्नु होला मजाले। र त्यसरी हामी प्रश्न नम्बर 33 मा आइसकेका छौँ। नेपालको इतिहासमा स्कुलका पिता भनेर कसलाई चिनिन्छ? हु इज द फादर अफ स्कुल? अप्सन ए पदम शमशेर, अप्सन बी गेहेन्द्र शमशेर, अप्सन सी चन्द्र शमशेर, अप्सन डी वीर शमशेर। नेपालको इतिहासमा स्कुलका पिता, स्कुललाई चाहिँ कसले स्थापना गर्यो त? सबैभन्दा सुरुमा स्कुलका पिता भनेर कसलाई चिनिन्छ? एकदमै जान्न आवश्यक हुन्छ। अप्सन ए पदम शमशेर, अप्सन बी गेहेन्द्र शमशेर, अप्सन सी चन्द्र शमशेर, अप्सन डी वीर शमशेर। यसको राइट एन्सर हुन जान्छ अप्सन ए पदम शमशेर। इतिहासमा स्कुलका पिता भनेर पदम शमशेरलाई चिनिन्छ। यदि तपाईँ +2 मा एजुकेसन लिएर पढ्नु भएको थियो भने एजुकेसनमा नि त्यही हामीले पढेका हुनुपर्छ, त्यहाँ हुन्छ। र अप्सन बी को गेहेन्द्र शमशेर भनेको नेपालको पहिलो वैज्ञानिक हुन्। यदि पहिलो वैज्ञानिक भनेर सोधेर आयो भने गेहेन्द्र शमशेर चाहिँ पहिलो वैज्ञानिक हुन् नेपालका। चन्द्र शमशेर भनेका त फिस्टे महाराज भनेर पनि चिनिन्छ चन्द्र शमशेरलाई। पढ्नु होला। र त्यसरी हामी प्रश्न नम्बर 34 मा आइसकेका छौँ। पाटनको कृष्ण मन्दिर कसले बनाएका हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी सिद्धिनरसिंह मल्ल, अप्सन सी सम्राट अशोक जुन विदेशी हुन्, र अप्सन डी प्रचण्डदेव। कसले बनाए त पाटनको कृष्ण मन्दिर? पाटनमा प्राय बेला बखतमा ठुलो कन्सर्टहरू हुने नै गर्छ र त्यहाँ भएको जुन कृष्ण मन्दिर छ त्यो चाहिँ कसले बनाएका थिए इतिहासकालमा? यसको राइट एन्सर हुन जान्छ अप्सन बी सिद्धिनरसिंह मल्ल। सिद्धिनरसिंह मल्लले पाटनको कृष्ण मन्दिर बनाएका थिए। र त्यसरी हामी प्रश्न नम्बर 35 मा जान्छौँ। फिस्टे महाराज भनेर कसलाई चिनिन्छ? जुन मैले अघि माथि भनिदिइसकेको रहेछु। र अप्सन एमा रहेको छ चन्द्र शमशेर, अप्सन बी जुग्ध शमशेर, अप्सन सी पदम शमशेर, अप्सन डी वीर शमशेर। यसको राइट एन्सर हुन जान्छ अप्सन ए चन्द्र शमशेर। फिस्टे महाराज भनेर चन्द्र शमशेरलाई चिनिन्छ। स्कुलका पिता पदम शमशेर। र त्यसरी हामी प्रश्न नम्बर 36 मा आइसकेका छौँ। नेपालको इतिहासमा जननेता वा सान्दाजु भनेर कसलाई चिनिन्छ? अप्सन ए भीमसेन थापा, अप्सन बी राजा त्रिभुवन, अप्सन सी चन्द्र शमशेर, अप्सन डी बीपी कोइराला। सान्दाजु अथवा जननेता, इतिहासमा सान्दाजु अथवा जननेता भनेर कसलाई चिनिन्छ त? यसको राइट एन्सर हुन जान्छ अप्सन डी बीपी कोइराला। बीपी कोइरालालाई चाहिँ सान्दाजु अथवा जननेता भनेर चिनिन्छ। र हामी प्रश्नको अन्त्यमा आइसकेका छौँ। हाम्रो प्रश्न नम्बर 37 मा रहेको छ। नेपालको इतिहासमा खरिदार बा भनेर कसलाई चिनिन्छ? अप्सन ए कृष्णप्रसाद कोइराला, अप्सन बी बाबुराम आचार्य, अप्सन सी बीपी कोइराला, अप्सन डी कीर्तिनिधि बिष्ट। खरिदार बा, खरिदार बाजे, यो प्रश्नले हिट गर्छ है, आउँछ लिखितमा आइरहेको हुन्छ, पहिले नै आएको थियो। र यसको अप्सन ए मा रहेको छ कृष्णप्रसाद कोइराला। राइट एन्सर कृष्णप्रसाद कोइराला चाहिँ राइट एन्सर हो। यदि खरिदार बाजे भनेर आयो भने चाहिँ बाबुराम आचार्य इज राइट एन्सर। खरिदार बा मात्रै आयो भने चाहिँ कृष्णप्रसाद कोइराला इज राइट एन्सर। नझुक्किनु होला खरिदार बा र खरिदार बाजेमा।
र त्यसरी प्रश्न नम्बर 38 मा रहेको छ नेपाल जो भइछ सरी नेपालको इतिहासमा राष्ट्र निर्माता भनेर कसलाई चिनिन्छ? कसलाई चिनिन्छ त? नेपालको इतिहासमा राष्ट्र निर्माता भनेर कसलाई चिनिन्छ? अप्सन ए भीमसेन थापा, अप्सन बी बलभद्र कुँवर, अप्सन सी भक्ति थापा, अप्सन डी पृथ्वीनारायण शाह। कसलाई चिनिन्छ त राष्ट्र निर्माता भनेर? यसको राइट एन्सर हो अप्सन डी पृथ्वीनारायण शाहलाई चाहिँ नेपालको इतिहासमा राष्ट्र निर्माता भनेर चिनिन्छ। पृथ्वीनारायण शाहले जुन नेपाल स्थापनामा नेपाललाई अहिलेसम्म स्वतन्त्र राख्नमा ठुलो योगदान गर्नुभएको छ, त्यही भएर उहाँलाई राष्ट्र निर्माता भनेर पनि चिनिन्छ। एकदमै महत्त्वपूर्ण। र हामी प्रश्न सेकेन्ड लास्टमा आइसकेका छौँ। नेपालकी राजमाता भनेर कसलाई चिनिन्छ? अप्सन ए राजेन्द्र लक्ष्मी, अप्सन बी सुशीला कार्की, अप्सन सी वंशरी घरती, अप्सन डी अनुराधा कोइराला। नेपालको राजमाता भनेर कसलाई चिनिन्छ? जुन बाहुबलीको राजमाता छन् त्यस्तै नेपालको राजमाता भनेर चाहिँ कसलाई चिनिन्छ? यसको राइट एन्सर हुन्छ अप्सन ए राजेन्द्र लक्ष्मी, सुशीला कार्की, प्रधान न्यायाधीश वंशरी घरती, सभामुख अनुराधा कोइराला, प्रदेश प्रमुख। सबैलाई पानी पार्नु होला पढेर। र हाम्रो आजको अन्तिम प्रश्न रहेको छ प्रश्न नम्बर 40 मा नरबुबाल शाहका 4 श्रीमती मध्ये पृथ्वीनारायण शाह कुन चाहिँ श्रीमतीको छोरा हुन्? नरबुबाल शाह पृथ्वीनारायण शाहका बा हुन् र तीका नरबुबाल शाहका 4 वटा रानीहरू थिए, जुन मध्ये पृथ्वीनारायण शाह चाहिँ कुन चाहिँ श्रीमतीको छोरा हुन् त? अप्सन ए कौशल्यावती, अप्सन बी चन्द्रप्रभावती, अप्सन सी बुद्धिमती, अप्सन डी सुभद्रावती। ओके गाइज, यस प्रश्नको एन्सर चाहिँ कमेन्ट गर्नु होला। कोलाई आउँछ सबैजनाले कमेन्ट गर्नु होला। र जाँदा जाँदै तपाईलाई यो भिडियो मन पर्यो भने र भिडियोले थोरै भए नि केही सिकायो भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। र तपाईले टोटल 40 प्रश्नमा कतिवटा मिलाउनु भयो कमेन्ट गर्नु होला। र अब अर्को भिडियो कुन टपिकमा चाहिन्छ अवश्य कमेन्ट गर्नु होला।